पहिरोले त बेसी नै सदाएको थियो, बस्नु नि एकदम डरै मर्दै थियो। भन्दा भन्दा घर पनि अलिकति तानियो। 4 वर्ष जति भइसक्यो पहिरो गएको त, अनि दोहोऱ्याएर नि फेरि गयो के पछि नि दोहोऱ्याएर गएपछि झन्यो अनि घरै तानियो। अनि त्यही बेला त एकदम डरै मर्दो थियो, बस्नु नि एकदम जोखिमै थियो। पहिरो रातमा गयो भने झन् अलिकति डेन्जरै हुन्थ्यो, तर अलिक दिनमा गयो, दिनमा गयो भने यसो भाग्नु चाहिँ सक्यो। भूगोल हिसाबले अब चाहिँ तपाईँको एकदम जोखिम क्षेत्र पनि हो। अब सीमान्तकृत चेपाङ बस्ती, फेरि यो ठाउँ छोडेर जाने कुनै पनि अवस्था नरहेको। पहिरो गएपछि त यहाँ त एउटा केही हर्यो भने जस्तो एउटा केही नै थिएन नि, पुरा माटो मात्रै देख्थ्यो क्या। छाँगाछु टाढोबाट पारिबाट हेर्दा नि सबभन्दा ठुलो पहिरो चाहिँ यो थियो क्या। डिसिएर एक्सन नेपालको साझेदारीमा विपदलाई न्यूनीकरण गर्ने गरेर बायो इन्जिनियरिङका कामहरू गरिरहेका छौँ, जसले गर्दा कतिपय गाउँ बस्तीहरू जोखिम भएका ठाउँहरूमा पहिरोलाई छेकथुन गर्ने गरेर त्यसलाई तपाईँको ग्याबिन वाल दिने, त्यसलाई बायो इन्जिनियरिङ सहित गर्ने र हराभरा पनि बनाउने गरेर अगाडि बढिरहेका छौँ। र यो कार्यले बिनारवाङ गाउँपालिका जनताहरू खुसी नै छन्। एक्सन नेपालबाट डिसिएन नेपालबाट अनि सहयोग गरेर यति ग्याबिन जालीहरू लगायो, धेरै रोकथाम भएको छ। पछिल्लो पटक चाहिँ फेरि बाँसहरू पनि पहिरो रोकथामको लागि नै गर्नुभयो। हामीलाई घर बस्नलाई जोखिम थियो, हिँड्ने बाटो, पानी लिन जाने बाटो नै थिएन त्यो बेलामा। त्यहाँ माटोहरू अलिकति सम्याएर अनि ब्रेसरबाट गरेर अनि पहिरो यसले नि रोकथाम हुन्छ है भनेर नि को लागि नि ल्याउनु भयो हो। त्यो बाँस लगाएर अहिलेसम्म पहिरो त गएको छैन। सबसे पहिलो काम भनेको चाहिँ हामीले अरू बायो इन्जिनियरिङ काम गर्नुभन्दा अगाडि पहिलो घर चाहिँ यो बस्तीलाई चाहिँ इमिडिएट रेस्पोन्सको रूपमा भनेर यो हामीले घरलाई बचाउनुपर्छ भनेर हामीले यहाँनिर चाहिँ तपाईँको 5 स्टेपको चाहिँ ग्याबिन प्रोटेक्सनको काम गऱ्यौँ, जसले गर्दा चाहिँ हामीले यो घर लगायत योभन्दा माथिको घरको लागि चाहिँ सुरक्षा दिन सफल भयौँ। पहिलो काम चाहिँ केही समय रोकथाम गरेपछि अब हाम्रो सेकेन्ड स्टेपको काम भनेको चाहिँ यहाँ तल हामी देख्न सक्छौँ सोइल स्टेबलाइज गर्नलाई भनेर चाहिँ हामीलाई यहाँनिर चाहिँ ब्याम्बोको क्रिप वाल लगायौँ। स्टोन मेसनरी वालहरू लाउँदाखेरि चाहिँ त्यसको लोडले चाहिँ कम्तीमा अझै माटोलाई चाहिँ झन् कमजोर बनाएर झन् धेरै पहिरो जानी सक्ने भएर हामी चाहिँ लाइट मेटेरियलहरू युज गऱ्यौँ। रिटेनिङ स्ट्रक्चर जस्तै वालहरू बनायौँ र वाललाई चाहिँ हामीले स्टेप स्टेप बनाएर चाहिँ त्यो बाँसलाई चाहिँ 4-5वटा स्टेपमा चाहिँ क्रिप वाल बनायौँ। त्यो क्रिप वाल बनाइसकेपछि त्यसले के भन्यो माटोको लागि स्टेबलाइज गरेर माटोलाई चाहिँ त्यसले थेगेर राख्यो। अब जमिनलाई चाहिँ अझै पक्का बनाउनलाई चाहिँ त्यो माटोको स्टेप स्टेप बनाएको ठाउँमा चाहिँ हामीले म्यासिभ रूपमा चाहिँ भेटीबर, अमृसो, बाँस अनि त्यसपछि तपाईँको निगालोहरूको कुराहरू आउँछ त्यसमा, त्यसपछि बकाइनोको कुराहरू, जसले गर्दा चाहिँ माटोलाई संरक्षण गरेर त्यसको स्टेबलाइज बनाउन पनि सजिलो भयो। पहिरोको माटो यसै कमजोर हुन्छ, त्यसमा चाहिँ हामीले स्ट्रक्चरको हेभी लोडले चाहिँ त्यो स्ट्रक्चर सहितै माटोले चाहिँ तल लान सक्ने, ल्यान्डस्लाइड अझै धेरै चाहिँ त्यसलाई ट्रिगर गर्ने भयो भएर यो ब्याम्बो चाहिँ के हुन्छ भने एकदमै हलुका पनि हुन्छ। हलुका भइसकेपछि के हुन्छ भने त्यसले खासै माटोमा धेरै प्रेसर पनि दिँदैन। प्रेसर पनि नदिने भइसकेपछि त्यो हामीले क्रिप वाल पनि हामीले कसरी लाग्छ भने 3-3वटा ब्याम्बोलाई चाहिँ एउटा सेक्सन बनाएर चाहिँ जाली जस्तो गरेर बनाउँछौँ। जाली बनाएपछि त्यसले के गर्छ भने त्यो जालीभित्रबाट माटोहरू पनि छिरेर बाहिर जान पाउँदैन र माथिबाट पहिरो गएको केही अलिकति पानी परेर केही माटोहरू पहिरो भने पनि त्यसलाई चाहिँ क्रिप वालको जालीले चाहिँ त्यसलाई रोकेर चाहिँ गरो जस्तो बनाएर त्यसलाई त्यहाँनिर स्टेबलाइज गरेर राखिदिन्छ। पानी हाम्रो पानीमा निरन्तर रूपमा चाहिँ एक्सपोज भइसकेपछि यो बिस्तारै कुहिँदै जान्छ। तर हाम्रो टार्गेट चाहिँ के हो भने बाँसले चाहिँ यो माटोलाई सधैँ थेगेर बस्नुपर्ने भन्ने होइन। 1 वर्ष 2 वर्षसम्मलाई चाहिँ त्यो बाँसले चाहिँ माटोलाई चाहिँ होल्ड गरेर राख्दै भने पछि त्यो हामीले रोपेको प्लान्टको जराले त्यो माटोलाई चाहिँ तपाईँको बाइन्ड गरेर राखिदिने भयो। त्यसले गर्दा पहिरो जान नदिने भयो। सुरुमा पब्लिकले चाहिँ नेचर बेस्ड सोल्युसनमा काम गर्दाखेरि उनीहरू आफू सेल्फ कन्फिडेन्स चाहिँ नहुने, जस्तै बाँसको वाल लगाएर हाम्रा यी पहिराहरू रोकथाम हुन्छन् भन्नेमा उहाँहरू कन्भिन्स गराउन नि सकिरहेको अवस्था थिएन। त्यो गर्दै गर्दाखेरि जस्तै अमृसोको लगाएर गर्दाखेरि आम्दानी पनि हुने, उहाँलाई त्यतातिर पनि आकर्षित गऱ्यौँ। हल्का माटो गरेर मसिनो गरेर जस्तो बनाएर 5-6 थरीको बोट बिरुवा नै ल्याउनु भएको थियो। जरा धेरै जाने क्या, त्यो खालको बिरुवा ल्याउनु भयो। त्यो बिरुवाहरूले अनि अहिले रोकथाम भइरहेछ, सरेछ, घाँसहरू पनि काम दिन्छ, भोलिएर गएर पहिरो पनि रोकथाम गर्छ, बस्तीलाई पनि जोगाउँछ। जुन यो बायो इन्जिनियरको काम गरिदिनु भयो र यो बस्ती जोगाउने कुरामा अब जो वाल घर जोगाउने वाल लगाइदिनु भयो र यो काम गरिदिएकोमा उहाँहरूलाई हाम्रो वडाको तर्फबाट धन्यवाद पनि दिन चाहन्छु।